हेलो एभ्रिवान, तपाईहरु सबैलाई स्वागत छ अमेजिङ टेक्नोलोजी जोन च्यानलमा। आज म तपाईहरुलाई कक्षा 12 को सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको नमुना प्रश्नपत्रहरुको प्रश्नसहित उत्तर लिएर उपस्थित भइसकेको छु। आशा छ यस भिडियोले तपाईहरुलाई धेरै सहयोग पुग्नेछ। अब ढिला नगरी यस भिडियो तर्फ लाग्न चाहन्छु। सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षामा सम्म क, सम्म ख र सम्म ग गरी तीनवटा समूहमा विभाजन भई प्रश्नहरू सोधिने कुरा सबैलाई जानकारी नै छ। अब हामी सम्म क को तर्फ लाग्न चाहन्छौं। सम्म क अन्तर्गत 11 वटा प्रश्न सोधिन्छ, जस अन्तर्गत यस प्रकार रहेका छन्। जीवनोपयोगी शिक्षा भन्नाले के बुझिन्छ? हामीले 1 नम्बरको उत्तर लेख्दाखेरि अर्थात् 1 मार्क्सको लागि उत्तर लेख्दा अति छोटो उत्तर लेख्नुपर्ने हुन्छ। त्यस्तै प्रश्न नम्बर 2 मा जानाजान गरिने बौद्धिक चोरीहरू के हुन सक्लान्। त्यस्तै हामी यहाँ देख्न सक्छौं प्रश्न नम्बर 3 मा सहानुभूतिका मूल तत्त्वहरू उल्लेख गर्नुहोस्। त्यस्तै प्रश्न नम्बर 4 मा बागमती प्रदेशको सबैभन्दा ठूलो जिल्ला कुन हो? त्यस्तै प्रश्न नम्बर 5 मा सन्ताना भन्नाले तपाई के बुझ्नुहुन्छ? त्यस्तै प्रश्न नम्बर 6 मा रहेको छ नेपालको हालको संविधानमा राष्ट्रपति र उपराष्ट्रपति सम्बन्धी व्यवस्था कहाँ गरिएको छ? प्रश्न नम्बर 7 मा रहेको छ सदाचारको अर्थ लेख्नुहोस्। त्यस्तै प्रश्न नम्बर 8 मा रहेको छ जोन फ्रेडम्यानका अनुसार शहरीकरणको परिभाषा दिनुहोस्। त्यस्तै प्रश्न नम्बर 9 मा रहेको छ नेपालको कानूनले विवाहको उमेर कति वर्ष तोकेको छ? त्यस्तै प्रश्न नम्बर 10 मा रहेको छ सुरक्षित आप्रवासन भन्नाले के बुझिन्छ? 11 नम्बर प्रश्नमा रहेको छ बिमस्टेकको पूरा रूप के हो? अब हामी सम्म ख तर्फ लाग्न चाहन्छौं, जसमा छोटो प्रश्नहरू सोधिएको हुन्छ। 8 वटा प्रश्नको प्रति उत्तर 5 मार्कका दरले 40 मार्कको हुने गर्छन्। अब हामी सम्म ख को प्रश्न नम्बर 12 तर्फ जान चाहन्छौं। तथ्याङ्कका स्रोतहरू कति प्रकारका हुन्छन्? उदाहरण सहित स्पष्ट पार्नुहोस्। यस प्रश्नको उत्तर हामीले यस प्रकार लेख्न सकिन्छ। त्यस्तै प्रश्न नम्बर 12 मा और 2 वटा प्रश्न सोधिने गरिन्छ, जसमा 1 वटा प्रश्नको उत्तर हामीले परीक्षामा दिन सक्छौं। त्यस्तै यहाँ रहेको छ नेपालको संविधानमा उल्लेखित बौद्धिक चोरी सम्बन्धी कानूनी व्यवस्था उल्लेख गर्नुहोस्। त्यस्तै प्रश्न नम्बर 13 मा रहेको छ समालोचनात्मक चिन्तनको महत्त्वलाई 5 बुँदामा लेख्नुहोस्। त्यस्तै हामी प्रश्न नम्बर 14 मा हेर्न सक्छौं जीवन दर्शन भन्नाले के बुझिन्छ? व्याख्या गर्नुहोस्। यदि तपाईहरुकोमा भिडियो ब्लर आइरहेको छ भने कृपया भिडियोको क्वालिटी बढाई आफूलाई आवश्यकता अनुसार स्क्रिनशट लिई अध्ययन गर्न सक्नुहुनेछ। त्यस्तै प्रश्न नम्बर 15 मा रहेको छ खुल्ला बजार अर्थतन्त्रले समुदायमा कस्तो परिवर्तन र सामाजिक रूपान्तरण गर्दछ? प्रश्न नम्बर 16 मा रहेको छ सुदूरपश्चिम प्रदेशका विशेषताहरू उल्लेख गर्नुहोस्, जसलाई यहाँ बुदागत रूपमा प्रस्तुत गरिएको छ। त्यस्तै प्रश्न नम्बर 17 मा रहेको छ विपदका 3 चरणहरू उल्लेख गर्दै व्याख्या गर्नुहोस्। त्यस्तै प्रश्न नम्बर 18 मा रहेको छ कला भन्नाले के बुझ्नुहुन्छ? छोटकरीमा व्याख्या गर्नुहोस्। त्यस्तै प्रश्न नम्बर 19 मा रहेको छ सामाजिक रूपान्तरणका कुनै 5 विशेषताहरू उल्लेख गर्नुहोस्। त्यस्तै यस प्रश्नमा पनि अथवा भनेर अर्को प्रश्न समेत सोधिने गर्छ, जस यस प्रकार रहेको छ संविधानको परिभाषा उल्लेख गर्दै नयाँ संविधान किन आवश्यक पर्छ?
अब हामी समूहगतर्फ लाग्न चाहन्छौँ, जसमा 3वटा प्रश्नहरूको प्रति उत्तर 8 मार्क्सका दरले 24 मार्कका प्रश्नहरू सोधिने गर्छ, जसमा प्रश्न नम्बर 20 मा रहेको छ सृजनात्मक चिन्तनका विशेषताहरू उल्लेख गर्दै प्रक्रियाका चरणहरू व्याख्या गर्नुहोस्। यसका प्रति उत्तर यस प्रकार रहेका छन्। त्यस्तै प्रश्न नम्बर 21 मा रहेको छ आधुनिक नेपाल पृथ्वीनारायण शाहको उपहार हो, व्याख्या गर्नुहोस्। यस प्रश्नमा अथवा भनेर अर्को प्रश्न पनि सोधिने गरिन्छ, जुन यस प्रकार रहेको छ गाउँ कार्यपालिकाको गठन र नगर कार्यपालिकाको गठन प्रक्रिया लेख्नुहोस्। अब प्रश्न नम्बर 22 मा सोधिएको छ नेपालको संविधानमा उल्लेखित नेपालको विदेशी नीतिका आधारमा उल्लेखित गर्दै नेपाल भारत बीचको सामाजिक सांस्कृतिक सम्बन्ध उल्लेख गर्नुहोस्। आशा छ तपाईहरूलाई भिडियो मन पर्यो होला। यदि भिडियो मन परेमा कृपया यो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। यस प्रश्नपत्रको निर्माण तथा उत्तरको क्रेडिट नेपाल अनलाइन स्कुल रहेको छ। धन्यवाद। आगामी दिनहरूमा पनि यस्तै प्रश्नसहित उत्तर लिएर उपस्थित हुनेछु। धन्यवाद।